स्ट्यान्ड त्यो खोलेर राख्नु मैले राख्छु गोप्रो ल्याउनु होइन गोप्रो मैले यहाँ राख्छु कि मलाई त्यहाँ अप्ठ्यारो भयो मेरोमा पोज गरेर राख्नु कि बुढो हात हुन्छ नि त अन्त छोरो बोक्न छ के रे भने छोरो बोकेर हाइकिङ जाने हो 6 महिनाको छोराले यतातिर हेर्नु हजुर सुन त कहिले चल्नु भनेको खतरा देखियो यार ये मान्छे पोज गर्नु अनि त्यसपछि एकछिन रोक्नु अलि नजिक जाँदाखेरि फेरि भिडियो गर्नु फोनमा क्या पुरा तिमी सिट चेन्ज गर भन्ने भान्जालाई त्यस्तो कम्प्लेक्स इन्स्ट्रक्सन आउँदैन के यहाँदेखि उहीसम्म गऱ्यो भने त मेमोरी फुल भइहाल्छ नि उहीसम्म भयो एडिट गरेर राख्नु भन्दै अन्त पाल्पाको जस्तो घर लाग्यो मलाई त पाल्पा अर्मिट पार्क आयो नि त अर्मिट पार्क रहेछ नि यहीँ नजिकैका पनि भाइ कलर कति मिठो मिठो कलर लगायो नि उनीहरूले मलाई त यस्तो कलर यस्तो राम्रो लाग्छ एसआई प्यानलका घर होला नि हैन है त्यस्तै देखेको यता बाटो जाँदै रहेछ बल्ल यसले है छैन हो छैन कसैलाई दोष नलाग Look at that अब कति दुःख भयो कम्ती दुःख भयो त्यत्रो टार्गेटमा सपिङ गर्दा छोरीलाई रोय छोरो रोय हुन्छ भने रोक्ने हो हेर्छौ आन्सर दिनु चाहिँ ढिलो गर्छ कि यिनीहरूले स्टेज पार्क भन्ने चाहिँ अब यो लास्ट सिटी होला